नमस्कार। आउनुहोस् आज हामी नेपालको इतिहासको एउटा यस्तो अध्याय पल्टाउँ जुन कला, संस्कृति र वास्तुकलाले भरिपूर्ण थियो। यो त्यो समय हो जसलाई नेपालको स्वर्ण युग पनि भनिन्छ। र हो, कम्पिटिटिभ परीक्षाहरूको लागि त यो एकदमै महत्त्वपूर्ण विषय हो। हामी कुरा गर्दैछौँ मल्ल वंशको शासनकालको। हो, आजको हाम्रो चर्चाको केन्द्रमा यही प्रश्न रहनेछ। आखिर कसरी लगभग 600 वर्षसम्म टिकेको एउटा राजवंशले यस्तो अविश्वसनीय कला र संस्कृति जन्मायो र फेरि त्यही राजवंश कसरी इतिहासको पन्नामा सीमित हुन पुग्यो। ल आउनुहोस् मल्लहरूको उदय, उनीहरूको उत्कर्ष र पतनको यो रोचक कथालाई सँगै खोतलौँ। ल हाम्रो यात्राको बाटो यस्तो हुनेछ। हामी सुरु गर्नेछौँ पहलवान राजाहरूको आगमनबाट। त्यसपछि जयस्थिति मल्लका महान सुधारहरू हेर्नेछौँ अनि कसरी मल्ल शक्ति शिखरमा पुगेर विभाजित भयो भन्ने बारे चर्चा गर्नेछौँ। त्यसपछि आउँछ ढुङ्गामा कुदिएको त्यो कलात्मक प्रतिस्पर्धाको कथा र अन्त्यमा उनीहरूको प्रशासन र पतनका कारणहरू खोज्नेछौँ। लिच्छवीकालको अन्त्यपछि काठमाडौँ उपत्यकामा एउटा लामो सङ्क्रमण काल आयो। यो समयमा यति धेरै राजनीतिक अस्थिरता थियो कि इतिहासकारहरूले यसलाई अन्ध्यारो युगको नाम दिएका छन्। हो, यही अनिश्चितता र अराजकताको बीचबाट एउटा नयाँ शक्तिको उदय भयो जसलाई हामी मल्ल वंश भनेर चिन्छौँ। मल्ल शब्दको पछाडि नै एउटा रोचक कथा छ। संस्कृतमा यसको अर्थ हुन्छ पहलवान। भनिन्छ राजा अरिदेव मल्ल कुस्ती खेल्दै थिए, ठ्याक्कै त्यही बेला उनलाई छोरा जन्मेको शुभ समाचार आयो। हो, त्यही क्षणमा उनले मल्ल उपाधि धारण गरे। तर यो उपाधिले जतिसुकै शक्ति रेखाए पनि सुरुवाती मल्लकाल भने निकै चुनौतीपूर्ण थियो। बाहिरबाट लगातार आक्रमण भइरहन्थ्यो। त्यसमाथि सन् 1255मा एउटा यस्तो विनाशकारी भूकम्प गयो जसमा परेर तत्कालीन राजा अभय मल्लको समेत ज्यान गयो। अब कुरा गरौँ एक यस्ता शासकको जसले त्यो सम्पूर्ण अस्थिरतालाई चिरेर उपत्यकामा व्यवस्था कायम गरे। उनी थिए जयस्थिति मल्ल। उनले राजकुमारी राजल देवीसँग विवाह गरे, जुन एउटा एकदमै रणनीतिक कदम थियो। यही विवाहले उनलाई सत्ताको केन्द्रमा पुर्यायो र छिन्न भिन्न भएको समाजलाई एक सूत्रमा बाँध्ने आधार दियो। जयस्थिति मल्लको सबैभन्दा ठूलो र दूरगामी सुधार थियो सामाजिक पुनर्गठन। उनले मनुस्मृतिलाई आधार बनाएर नेवार समाजलाई 64 वटा पेशागत जातमा बाँडिदिए। कसले पूजा गर्ने, कसले खेती गर्ने, कसले व्यापार गर्ने, यहाँसम्म कि कसले सडक सफा गर्ने, सबैको काम तोकियो। यसले समाजलाई एक किसिमको व्यवस्था त दियो, तर सँगसँगै जातीय विभेदको गहिरो जग पनि बसाल्यो, जसको असर आजसम्म पनि कतै न कतै देखिन्छ। उनका अन्य सुधारहरू पनि उत्तिकै महत्त्वपूर्ण थिए। पहिलो, उनले मानव न्यायशास्त्र नामक कानून बनाए, जुन नेपालको पहिलो विस्तृत कानुनी संहिता मानिन्छ। दोस्रो, व्यापारमा सजिलो होस् भनेर माना र पाथी जस्ता नापतोलका लागि एउटै मापदण्ड लागू गरे। अनि तेस्रो, जग्गालाई व्यवस्थित गरेर कर प्रणालीलाई सुधारे। सोच्नुहोस् त, त्यो बेलाको जातमा आधारित कानून र आजको हाम्रो धर्मनिरपेक्ष कानुनी व्यवस्था कति धेरै फरक छैन त। जयस्थिति मल्लले जुन बलियो जग बसालेका थिए त्यसैमाथि मल्ल साम्राज्यको सबैभन्दा अग्लो भवन बन्यो र यो भयो यक्ष मल्लको पालामा। उनी नै एकीकृत काठमाडौँ उपत्यकामा शासन गर्ने अन्तिम मल्ल राजा थिए। उनको समयमा मल्ल शक्ति आफ्नो चरम सीमामा थियो। यक्ष मल्लको विरासतमा एउटा गहिरो विरोधाभास छ। एकातिर हेर्नुहुन्छ भने उनको साम्राज्य दक्षिणमा गङ्गा नदीदेखि उत्तरमा तिब्बतको सिमानासम्म फैलिएको थियो। तर अर्कोतिर उनले आफ्नो जीवनको अन्त्यमा एउटा यस्तो निर्णय गरे जसले आउने 100औं वर्षको इतिहास नै बदलिदियो। उनले आफ्नो विशाल राज्य आफ्ना छोराहरूमाझ बाँडिदिए। हो, यही दुर्भाग्यपूर्ण निर्णयबाट जन्मियो काठमाडौँ, भक्तपुर र पाटन, 3 भाइ राज्य जो पछि गएर एकअर्काका कट्टर दुश्मन बने। अब सुरु हुन्छ मल्लकालको सबैभन्दा अनौठो र रोचक अध्याय। राजनीतिक रूपमा यी 3 राज्यहरू एकअर्कालाई देखि सहँदैनथे, तर कला र वास्तुकलाको क्षेत्रमा उनीहरूबीच यस्तो प्रतिस्पर्धा चल्यो जसले उपत्यकालाई एउटा खुला सङ्ग्रहालयमा परिणत गरिदियो। उनीहरूको राजनीतिक दुश्मनीले नै कलालाई फुलायो। आज हामीले देख्ने दरबार स्क्वायरहरू त्यही प्रतिस्पर्धाको जिउँदो प्रमाण हो। पहिला कान्तिपुर अर्थात् काठमाडौँको कुरा गरौँ। यहाँ महेन्द्र मल्लले महेन्द्र मल्ली चाँदीको सिक्का चलाएर आर्थिक पहिचान दिए। त्यसपछि आए प्रताप मल्ल, कला र साहित्यका महान पारखी। उनले बनाएका हनुमान ढोका दरबार र रानी पोखरी आज पनि काठमाडौँको मुटु बनेर बसेका छन्।
र अन्तिम राजा थिए जयप्रकाश मल्ल, जसले कुमारी जात्रालाई निरन्तरता दिए, तर उनकै पालामा मल्ल वंशको घाम अस्तायो। अब ललितपुर अर्थात् पाटनतिर लागौं, जसलाई कलाको सहर पनि भनिन्छ। यहाँका राजा सिद्धि नरसिंह मल्लले शिखर शैलीमा ढुङ्गाबाट बनाएको कृष्ण मन्दिर वास्तुकलाको एउटा अनुपम नमुना हो। र पाटन दरबार स्क्वायरमा रहेको त्यो प्रसिद्ध स्तम्भको टुप्पोमा रहेको योगनरेन्द्र मल्लको मूर्ति, जसको टाउकोमा एउटा चरा बसेको छ। भनिन्छ जबसम्म त्यो चरा उडेर जाँदैन तबसम्म राजा फर्किएर आउनेछन्। कस्तो रोचक किंवदन्ती। र अब भक्तपुर, जहाँ वास्तुकलाले साँच्चीकै आकाश छोएको देखिन्छ। भूपतिन्द्र मल्लको पालामा बनेको 55 झ्याले दरबारको काष्ठकला होस् वा नेपालकै सबैभन्दा अग्लो 5 तले न्यातपोल मन्दिर, यी संरचनाहरूले मल्लकालीन कलाको उचाइ देखाउँछन्। र यहाँका अन्तिम राजा थिए रञ्जित मल्ल, जसको पृथ्वीनारायण शाहसँगको सम्बन्ध इतिहासको एउटा महत्त्वपूर्ण पाटो हो। कला र संस्कृतिले शिखर चुमिरहेको बेला मल्ल शासनको जग भने भित्रभित्रै कमजोर हुँदै गइरहेको थियो। उनीहरूको प्रशासनिक र राजनीतिक संरचनामा केही यस्ता दरारहरू थिए जसले अन्ततः उनीहरूको पतन निश्चित गर्यो। ल अब त्यही पक्षलाई हेरौँ। मल्लहरूको प्रशासनमा राजालाई सघाउन प्रधान र प्रमाण जस्ता पदहरू थिए, तर उनीहरूको समृद्धिको मुख्य स्रोत उनीहरूको सिङ्गो अर्थव्यवस्थाको मेरुदण्ड नै तिब्बतसँगको व्यापार थियो। उपत्यकाका निपुण नेवार कालीगढहरूले तिब्बतका लागि सिक्का ढालिदिन्थे र यही व्यापारले उनीहरूलाई असाध्य धनी बनाएको थियो। तर उनीहरूको यही समृद्धि नै उनीहरूको लागि काल बन्यो। गोर्खाका राजा पृथ्वीनारायण शाहको आँखा उपत्यकामाथि पर्यो। उनले एकदमै चलाखीपूर्वक उपत्यका भित्रिने सबै व्यापारिक नाकाहरू बन्द गरिदिए, जसले गर्दा आर्थिक नाकाबन्दी लाग्यो। दुःखको कुरा, यस्तो सङ्कटको घडीमा पनि तीनैजना मल्ल राजाहरू एक हुन सकेनन्। उनीहरू आपसी झगडामा यति व्यस्त थिए कि उनीहरूले यो बाहिरी आँधीलाई देख्दै देखेनन्। कीर्तिपुरको हारपछि इन्द्रजात्राको दिन गोर्खाली सेनाले सजिलै काठमाडौँ कब्जा गर्यो र त्यसको 1 वर्षभित्रै पाटन र भक्तपुरले पनि आत्मसमर्पण गरे। यसरी नेपालको इतिहासमा लगभग 600 वर्ष लामो एउटा गौरवशाली अध्यायको अन्त्य भयो। र अन्तमा एउटा प्रश्न सोच्न छोडेर जान्छु, के मल्लहरूको महानता र उनीहरूको पतनको कारण एउटै थियो? त्यही आपसी प्रतिस्पर्धा जसले एकातिर ढुङ्गा र काठमा अमर कला कुन्दियो अनि अर्कोतिर आफ्नै विनाशको चिहान खन्यो। यो विरोधाभास नै सायद मल्लकालको सबैभन्दा ठूलो र अविस्मरणीय विरासत हो।